हामीले योभन्दा अघिल्लो भिडियोमा कब्जियत के कारणले हुन्छ र कुन कारणले कब्जियत हुँदा कस्तो लक्षण देखिन्छ भन्ने विषयमा चर्चा गरेको थियौं। आज हामी कब्जियत कम गर्ने घरेलु उपायबारे चर्चा गर्नेछौँ। कब्जियत कम गर्न बिहान टोयलेट गएर आइसकेपछि खाली पेटमा 20 ml जति अमलाको जुसमा 20 ml जति मनतातो पानी मिसाएर पिउन सक्छौं। त्यसैगरी राति 10 जति किसमिसलाई एक ग्लास पानीमा भिजाएर त्यो किसमिस पानी पनि पिउन सक्छौं। राति सुत्नुभन्दा आधा घण्टा अगाडि दूध पिउने। दूधमा ल्याक्जेटिभ प्रोपर्टी हुन्छ जसले गर्दा बिहान सजिलै टोयलेट लाग्छ। हामीले रातिको खाना खाएको 2 घण्टापछि मात्र दूध पिउनु पर्छ र दूध खाँदा हामीलाई इन्डाइजेसन जस्तो फिल भयो भने राति खाने खानाको मात्रा थोरै कम गरेर दूध पिउन सक्छौं। इन्डाइजेसनले गर्दा कब्जियत भइरहेको छ, पेट राम्रोसँग सफा भइरहेको छैन भने 1 लिटर पानीमा 1 चम्चा जिराको दाना, 1 चम्चा धनिया र 1 चम्चा सौफको दाना राखी त्यसलाई 20 मिनेट जस्तो लो फ्लेम सानो ग्यासमा पकाउने र त्यसलाई छानेर दिनभरि त्यही पानी मात्र पिउने। हामीलाई दिनभरिमा कति पानी चाहिन्छ त्यही अनुसार पानी बनाउन सक्छौं। खाना बनाउँदा हामीले जिरा, धनिया, दालचिनी जस्तो मसलाहरूको प्रयोग गर्ने। भोक लागेपछि मात्र खाना खाने र एक पटक खाएको खाना राम्रोसँग पचेपछि मात्र अर्को पटक खानाको सेवन गर्ने। बिहान वा दिउँसोको खाना खाइसकेपछि 1 कप मोही पिउने। हामीले मोहीमा थोरै जिराको धुलो र थोरै सिधे नुन राख्यो भने त्यसले डाइजेसन बढाउन धेरै मद्दत गर्छ। डाइजेसन स्लो भइराख्दा हामीले हलुका खालको खाना खाने र धेरै मात्रामा साग, गेडागुडी, स्प्राउट्सहरू र काँचो सलादहरूको प्रयोग नगर्ने। हामीले डाइजेसन बढाउनको लागि खाए अनुसारको फिजिकल एक्टिभिटी गर्नै पर्छ। त्यसैले कम्तीमा पनि बिहान आधा घण्टा मर्निङ वाक जाने वा योग प्राणायाम गर्ने। हामीले अग्नि अर्थात् डाइजेसन बढाउने खालको सूर्य नमस्कार, अग्निसार जस्तो योग पनि गर्न सक्छौँ। हामीलाई फाइबरको कमीले कब्जियत भइरहेको छ भने खानामा एक टाइम जौको प्रयोग गर्न सक्छौँ। त्यसैगरी साग, तरकारी र सिजनल फलफुलको नियमित सेवन गर्ने। हामीले सकेसम्म होल ग्रेन अर्थात् अनपोलिस चामलको चाहिँ सेवन गर्ने। हामीलाई हेल्दी फ्याट नपुगेर वा बातदोष बढेर कब्जियत भइरहेको छ भने खानामा नियमित 1 चम्चा घिउको सेवन गर्ने। त्यसैगरी हेल्दी फ्याटयुक्त नरिवल, तिल, दूध जस्तो आहारहरूको चाहिँ सेवन गर्ने। हामीले राति सुत्नुभन्दा आधा घण्टा अगाडि 1 कप दूधमा 2-3 वटा डेट्सलाई उमालेर पनि पिउन सक्छौं। शरीरमा चिल्लोको कमीले कब्जियत भइरहेको छ वा हाम्रो बडी नेचुरली ड्राई छ भने रेगुलर शरीरमा तेल मालिस गर्ने। भ्याइँदैन भने नाइटो र पेटको वरिपरि चाहिँ दिनहुँ तेल लगाउने र हाम्रो पैतालामा पनि डेली तेल मसाज गर्ने। यी उपायहरू अपनाएर हामीले घरमा कब्जियतलाई केही हदसम्म कम गर्न सक्छौं। तर हजुरहरूको डाइजेसन लङ टाइमदेखि स्लो भएको छ, केही पनि तरिकाले इन्डाइजेसन र कब्जियत ठिक भइरहेको छैन भने एकपटक चिकित्सकको परामर्श अनुसार उपचार गर्दा ठिक हुन्छ। धन्यवाद।